के हो प्यारी कति बिजी म कुरेको कुरे हो र भर्खर आएको हो के खाना खायो खायो तपाईले दिनै खाएको के म बाहिर गर्दै गएको थिएँ कि आज बाहिर गएको थिएँ कि म त्यो हो र थ्यांक यू बाहिर कहाँ गएको थियो यता भाडा बनाउन गएको थिएँ भाडा माग्ने थियो भाडा बनाउन गएको के भाडा तिमीले आज भ्लग हेर्ने तिमीले मेरो लाइक भाडा कुटी क्या माटोले भाडा बनाउँछ नि पोट्री भन्छ क्या त्यसलाई त्यो झम्सुकेमा चाहिँ त्यस्तो ठाउँ छ क्या आज मेरो बच्चाहरू सबैजनाको छुट्टी थियो क्या बच्चाहरूको अनि त्यो रिजनले गर्दा भाडा बनाउनु लागेको थिएँ कि मैले उनीहरूलाई अनि माटो कहाँको रहेछ भन नि त्यो भाडा बनाउने माटो तिम्रो भ्लग हेरेको छैन ठिकै छ बिजी होला प्यारी म हैन म त्यो माटो चाहिँ छ नि भाडा बनाउने माटो चाहिँ डाङ्गो थियो क्या अनि क्या तिम्रो याद आएको थियो मलाई डाङ्गो अब साँच्चीकै जिन्दगीमा साँच्चीकै गर्ने बेला हेर न भाडा खेल्दै बस्छ के भन्नु प्यारीहरू मिस्तो तामाङ बड्डो भइसक्यो हेर्नु न भाँडाकुटी खेल्दै बस्छ अब मिस्तो तामाङलाई अनि बच्चाहरूलाई अनि छुट्टीको बेलामा अनि चारजना बच्चाहरू छ अनि कहाँ लाने भन्दा तपाईँ बच्चा हो मेरै जस्तो त हो नि अब म प्यारेन्ट्स हो घरमा सबभन्दा ठुलै म हो अनि तपाईँ त ठुलो मान्छे हो नि तपाईँ खेल्ने हो के हो त अनि बच्चाहरूलाई पनि खेलाउने हो त बच्चाहरूलाई नि खेलाएँ मैले नि खेलेँ तिमी आऊ तिमीलाई नि खेलाउँछु म खेल्दिन कस्तो रमाइलो हुन्छ भाडा बनाउनलाई त्यो मैले बनाएको छ नि त्यो उसको थियो क्या त्यो माटो के अरे डाङ्गो थियो क्या डाङ्गो त गाइज जेरी जिद्दी हुँदो रहेछ त्यो माटोलाई मैले कम मुस्यो गाइज आज भाडा बनाउँदाखेरि त्यो भाडो चाहिँ मैले गाइज घरमा लिएर आएको छैन त्यो चाहिँ कस्तो भन्दा ढिलो हुँदो रहेछ क्या त्यो काँचो माटोबाट बनाउँछ नि त नि अनि आगोमा पोल्न दिएको छ गाइज भोलि मेरो ड्राइभरले गरेर लिएर आउँछ त्यो थ्याङ्क यू सो मच गाइज 17 रोज प्लिज Thank you so much, यो पनिशमेन्ट गेम हो थाहा छ कि छैन गोस बेस्ट अफ 3 हो पनिशमेन्ट हो बेस्ट अफ 3 हो यो त आफल वेलकम बेस्ट अफ 3 हो गाइज ल बेस्ट अफ 3 मा गाइज 2 गेम जसले जित्यो त्यसले दिन्छ है बेस्ट अफ 3 खेल्ने गाइज पनिशमेन्ट एउटै मात्रै हुन्छ योना थ्याङ्क यू सो मच माया ओए योना टाटा कोही यत्रो मान्छेको टाटा कोही गाइज एभ्रीवन पिपलमा प्ले गरौँ त प्यारीहरू सिस्टरहरू लेट्स गो so much boosting on प्यारी रोजाना मान्छे गाइस boosting on the प्यारीहरू boosting guy boosting gloves लाइदिनु प्यारीहरू मेरोमा बुस्टिङ त गाइस थोरैमा 10 वटा छ होला आज त ता पनि लगाएन प्यारीहरू बुस्टिङमा प्ले गरौँ थ्यांक यू जेजी थ्यांक यू सो मच साइस थ्यांक यू सो मच जेजी थ्यांक यू सो मच थ्यांक यू सो मच जोटी थ्यांक यू फर माय अरे आयो भेडे प्यारीहरू यस बने थ्यांक यू Sagittarius Manju सबैजना थ्यांक यू सो मच थ्यांक यू सो मच योनासिस थ्यांक यू सो मच माया थ्यांक यू सो मच यो सबै स्पोर्ट गिफ्टिङबाट आयो गाइस ट्याप टिम चाहिँ सुतेर बसेको हजुर दिदी गाइस ट्याप चाहिँ भन्नु प्लिज एकचोटी कमेन्ट नपुदाइ नि त ट्याप गर्नु जुन थ्यांक यू सो मच गाइस वेलकम एकचोटी ट्याप गर्नु म प्यारिसमा पुऱ्याउँछु कति बजेसम्म लाइभ बस्छ आज म छिटै जान्छु कति बजे 11 बजे अनि मलाई तिमीलाई इन्स्टाग्राममा टेक्स्ट पठाएको अनि अघि तिमीले हेरौ प्यारी म लाइभ गएको ल माजाले छिटो लाइभ गरेर छिटो एन्ड गर्नुपर्ने छ ए हो देखेन मैले मेरो भोलि पनि बच्चाहरूको छुट्टी छ गाइस बच्चाहरूको छुट्टी हुने बित्तिकै दिक्क लाग्छ मलाई त भनेको स्कुल पनि कति धेरै छुट्टी दिन्छ यार फी चाहिँ के को लिन्छ भने मात्र हो थ्यांक यू सो मच माइलहरु थ्यांक यू सो मच सबैजना टपको आइडी फलो गर्नु ल प्यारीहरू योनासिस थ्यांक यू सो मच सबैजना योनासिस फलोअर्स भनि गाइस सबैजनाले गाइस या 10 मिलियन ट्याटै गरिरहेछ नि गाइस सबैजनाले प्यारी के भयो किन नबोलेको किन मुड चाहिँ अफ गरेर बसेको प्यारा आज किन रोमान्टिक मुडमा हैन तपाई रोमान्टिक मुडमा छ त रोमान्टिक मुडमा आउनु पर्ने के हो त्यो मुड
गरेर बसेछ नो 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 प्यारी म एकदम कस्तो खुसी छु आज म आई हेड सच अ नाइस डे आज मेरो दिन एकदम राम्रो थियो राम्रो भएको थियो मुख फुलाएर बस्ने नि मेरो अगाडि म त बोल्दिनँ के म कहाँ मुख फुलाएको छु र मैले आमा बिचरा म अलि हाँस्ने अलिक मस्किने त्यस्तो अनुहार लाएर म नबस्ने मेरो अगाडि हाँस प्यारी हाँस ल भन तिम्रो दिन कस्तो भयो भन न सुनौ न मेरो दिन सबै सुतेर स्लिपिङ डे हो आज स्लिपिङ डे हो पुस एभ्रीवन पुस स्नाइप भन्छ है प्यारी र अहिले क्या हुआ है यसै चाचा तिमीले गर्दा हारेको गाइस प्यारी थ्यांक यू सो मच ट्याप गर्दा मेरो गरी योनास जी थ्यांक यू सो मच हाम्रो एमबीपी योनास जी ज्योति दिदी जाबु राई प्रतिमा सी जेजी पुष्पा दिदी थ्यांक यू सो मच सायो रोज तिमी बिहानदेखि दिनभरि नै सुतेर बसेको तिमी सुन्नु के भएको मेरो भन्नु है यहाँ ओके मेरो रुटिन बिहान 6:30 बजे 7 बजीतिर उठ्यो होइन अनि खाजा खायो होइन अनि सुत्यो अनि 1:30 बजीतिर खाना खानलाई उठ्यो फेरि सुत्यो अनि 6:30 बजीतिर उठ्यो अनि त्यसपछि अहिले यहाँनिर मेरो फ्यामिलीसँग बोल्दै थियो यहाँनिर अनि त्यसपछि खाना खायो बल्ल आइरहेछ तर आज तिमी दिउँसो म पनि लाइभ आएन तिमी नै आएन दिनभरि कुरा नै भएन मलाई तर आज म दाङको माटो मर्नु मुसेर आएको हुन्छ नि म त गोसलाई सम्झिँदै मुसेर आएको गाइस यो म्याच जित्नै पर्ने हुन्छ नत्र 2 म्याच उसले जित्यो भने गाइस अर्को गेमै हुँदैन क्या गाइस वी हेभ टु विन दिस म्याच है ट्याप चाहिँ बोला हान्नु गाइस हो भनेको त्यो भाडामा उतापट्टिको ट्याप हेर्नु भएको छ प्यारीहरू अहिले फेरि है ट्याप नगर्नु फेरि बोल्दिन म भाडा पसलेलाई सोधेको यो माटो कहाँको भनेको यो त दाङबाट आउँछ नि यो माटो त भन्नु भन्यो क्या देख्यो डाङको माटो पनि स्पेशल हुन्छ देख्यो मान्छे जाँदा कति स्पेशल हुन्छ मेस त थाहा त्यही अनि तिमीलाई समातेर त्यो सम्झेर मुसारेर आएको म त मुसार्छ म मातो हो म मातो हो मुसार्नु पर्ने म मान्छे हो मान्छेले पनि त मुसार्छ नि मायाले अनि मान्छेलाई जहाँ पाए त्यही मुसार्न पाइन्छ हजुर जपाइते मुसार्न पाइन्छ मुसार्न पायो भन्दैमा जपाइते मुसार्न पाइन्छ हैन म विथ अल ड्यू रेस्पेक्ट मैले कस्तो राम्रो वेमा मात्रै मुसारे हेरिन्छ भिडियो मैले जपाइते मुसारेको थिएन ल घोष हेरिन्छ काका मुसारेको छ एउटा रोमान्टिक गीत बजाउँ न यो गीत ठीक छ डाउनलोड करिए ओरिजिनल प्यारी प्यारा सुन्नु यहाँ हजुर ओके गीत गाउ त आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी अनि आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी गाउँदैछु त के अनि बिटमा हाल्नु पर्न म पुरै ध्यान दिएर सुनिरहेको छु भनेर सुनेको नि त्यो फुलैको बाटोमा फुलानी आस लाउला म तिम्रै फुलानी आउला नि आउन त जुनेली खेलाइदेऊ तिमीलाई कोसेली हजुर एउटा कुरा भन्नु तिमीलाई थाहा छ है मैले तिमीलाई कति इज्जत गर्छ रेस्पेक्ट गर्छ माया गर्छ भने होइन एउटा कुरा भन्छु नरिसाउ ल तिमी मलाई माया मात्रै गर यार गीत चाहिँ नगाऊ यार तिमी यार प्लिज यार राम्रो बनाएर देखाउँछु मेरो गीत रोम्नु हेभी प्यारी लागि म गाइदिन्छु बरु म एकछिन मेरो गीत सक्छु अनि मात्रै के गाइस पुश दिस गर्न ल गाउनु त ल बुस्टिङ गाइस बुस्टिङ है प्यारीहरु पुरपलमा बुस्टिङ लाउँछ प्यारीहरु एभ्रीवन पुट बुस्टिङ ग्लोभ तिरपलमा है प्यारीहरु बुस्टिङ पनि सक्यो ल प्यारी ल गाउ म सपोर्ट गर्छु तिमीलाई जस्तै भए नि सपोर्ट गर्छु आँखामा सपना केसरी लाजाउँदैन हेर त्यसरी फुलैको बाटोमा फुलानी यो न थ्यांक यू म तिम्रै फुलानी आउन जुनेली खेलाइदेऊ मायाको कोसेली स्याउरा केरा तलारा केरा
तिमीले सुन्तला भने नि त नि स्याउ र केरा भन्दैछु क्या सुन्तला र केरा गाह्रो छ हो गाह्रो छ प्यारी प्यारी तिम्रो नेक्स्ट भ्लग कहिले आउँछ मेरो नेक्स्ट भ्लग अब यस्तो हो क्या शनिबार म आज जान्थेँ कि मलाई शनिबार निस्किनै हुँदैन क्या चोटपटक लाग्छ क्या अनि केही न केही हुन्छ तिमीले यसो गर न है रेस्ट आज जसरी सुत्यो नि त्यसरी सुत्ने गर क्या टाइम टाइममा फ्रेस हुन्छ तिमी आज त होइन मलाई चाहिँ मिस्टर तामाङ एकदमै एक हप्ता भन्दा प्यारा भन न मलाई एक हप्ता प्यारा भन न प्यारी मलाई प्यारा भन सुन्नु न एक हप्ता अगाडिदेखि मलाई मेरो ज्यानलाई चाहिँ एकदमै रेस्ट चाहिरहेको रहेछ क्या एकदमै प्रेसरमा हिँडिरहेको थिएँ क्या म अब रेस्ट पनि नगरेर यत्तिकै हुन्छ नि रातिमा एकछिन सुतेर बिहान पनि त्यो हिँडी गरिरहेको थिएँ अनि आफ्नै काममा एकदमै प्रेसरमा काम गरिरहेको अनि मेरो ज्यानलाई चाहिँ एकदमै रेस्ट चाहिएको छ कि अनि आज चाहिँ है जति सुत्यो उति निद्रा लाग्छ कि ज्यानलाई त्यही रेस्ट चाहिरहेको रहेछ क्या अनि आज चाहिँ मैले त्यसरी आज अघि त्यो भए त मलाई खुसी लाग्यो तिमी आज दिनभरि सुत्यो भनेर भने त नि मलाई सुनेर क्या खुसी लाग्यो क्या सुते नि आज मस्तसँग सपनामा पनि प्यारी यार मेरोमा यस्तो राम्रो स्कोर आउँछ तिमीसँग खेल्दाखेरि तपाईँ एरियामा ठिकै छ बुढलाई तपाईँ भन्दा नि केही हुँदैन सँग खेल्दाखेरि चाहिँ केही हुन्छ ओके एनिवे के अरे मैले के भने थियो ल्यापटप बेसी त गयो मैले अहिले पनि निद्रा लाग्दैछ तिमी हिजो पनि लाइभमा क्या टायर्ड देखिरहेको थियो अस्ति पनि लाइभमा क्या टायर्ड देखिरहेको थियो आज चाहिँ फ्रेस देखेछु आज अलिकति बेटर न आज पनि टायर्डै देखिरहेछ अलिकति तिमी अलिकति टायर्ड देखिरहेछौ तर लाइक हिजो अस्तिर भन्दा चाहिँ फ्रेस नै छ तर अलिकति चाहिँ टायर्डै देखिरहेछ किनभने अझै पनि मलाई निद्रा पुगेकै छैन नि त आज कति बजे लाइभ एन्ड गर्ने 11 बजे 11 बजे वान मोर म जति जे गरे नि म छिटै सुत्ने हो क्या काम हुन्छ नि त भोलि म त हिजो लाइभ एन्ड गर्यो नि बच्चाहरूले चिच्चाको मुभी खोजेर राखेको थियो कि उनीहरूले मुनि अनि म्यासेज पठाएकोबाटै अबदेखि के अरे हामी मर्यो रे माइजू पायो बच्चा बिर्स्यो रे छोरा मान्छेको जात यस्तै हुन्छ रे भन्दै म्यासेज पठाउँदै मलाई त उनीहरूले मुभी खोजेर राखेको थियो क्या मुभी हेर्नलाई भनेर सबैजना फ्यामिलीसँगै बसेर यस्तो दिक्क पारेको होइन मलाई त त्यहाँनिर अनि म भागिहालेँ क्या हत्तन बत्तन लाइभ एन्ड गरेर अनि म तिमीलाई नि पछि गुड नाइट भनेर चाहिँ कमेन्टमा चाहिँ कुदाइदिएको थिएँ मैले गुड नाइट बेबी भनेर प्यारी भनेर तिमी बिजी थियो बिजी तिमीलाई तेल मालिस गरिदिउँ म मैले आफै गर्छु मैले कस्तो राम्रो आउँछ मेरो कपाल देखेछ सफ्ट भएको छ के एकदमै बिग्रिरहेको थियो यारी मैले चाहिँ नि जिस्काएको होइन क्या मैले जुन बेला भने नि मैले 4 जना बच्चाहरू हुर्काएको भनेर मैले लिटरली हुर्काएकै हो क्या मेरो पहिला म घरमा कान्छो थिएँ नि त अनि मेरो दिदीहरू दाइहरू सबैजना काम गर्नुहुन्थ्यो अनि मैले चाहिँ उनीहरूको बच्चा हुर्काएको यो बच्चा जतिजना पनि छ नि सबैजना मैले हुर्काएको मलाई नि हुर्काउनु न मलाई नि पाल्नु न कसम तिमीलाई त म एउटा तिम्रो नङ पनि भएको छ दिन्न मेरो नङ चाहिँ 4 छ आज मिर्सा तामाङ सुन्नु न म नि एक्लै छु के म पनि एक्लै छु के मलाई पनि पाल्नु न एउटा गर्नु त बुढी बनाएर 25 जना मागेछ गाइस 25 जना कम्प्लिट गर्नु त गाइस मिर्सा तामाङ गर्लफ्रेन्ड बनाएर एउटा गर्नु त मलाई पनि पाल्नु त त्यस्तै मान्छे चाहिन्छ कि मलाई बेला बेलामा मेरो जिउ मसाज गर्ने मलाई गोससँग चाहिँ गाइस लाइक हुन्छ नि मजाले टाइम स्पेन्ड गर्नु थियो लाइक सँगै ह्याङआउट गर्नुपर्ने थियो टिकटकको लाइफमा त प्रेसर बेसी हुन्छ क्या गाइस उसलाई पनि प्रेसर हुन्छ मलाई पनि प्रेसर हुन्छ प्लस कहिले कहिले नराम्रो कमेन्टहरू कुदिन्छ हामी डिस्ट्र्याक्ट भइहाल्छ कि मनको कुरा गर्नै पाउँदैन प्यारी दाङतिर कस्तो आऊ क्या हाम्रो हुन्न अहिले हुन्न 2 लाख पुग्नु पर्यो पहिला 2 लाख अगाडि प्यारेर म भेट्दिनँ 2 लाख पुग्नु मेरो सब्सक्राइबर 2 लाख म गाइस गोससँग टाढो हुनुको रिजनै हजुरहरूले गर्दा हो या थ्यांक यू सो मच माया थ्यांक यू सो मच गाइस यो लास्ट गेम हो वी गॉट टु विन दिस म्याच अनु थ्यांक यू सो मच पनिशमेन्ट दिनु पर्ने छ मैले प्यारेर ट्रिपलमा बुस्टिङ लाउनु त प्यारेर ट्रिपलमा अब जो जित्यो त्यही हुन्छ है अनु थ्यांक यू सो मच प्यारेर
बुस्टिङ लाउनु प्यारी रहनु सी थ्याङ्क यू सो मच माया थ्याङ्क यू सो मच इन्टर चिन हानेको नखेल्ने इन्टर चिनमा एभ्रिवन प्लेइङ फुटबल गाइज मलाई यो जोइन त्यो भन्ने बेलामा सबलाई ब्लक हान्छ एकछिन हेर्नुहोस् न तपाईँ म मेरो प्यारीसँग छु मेरो प्यारी इम्पोर्टेन्ट हो गाइज ओके पुग्छ गाइज प्यारीको मजाले पुग्छ गाइज म त जसको फोन भेटाएँ त्यसकैबाट सब्सक्राइब हानिदिएछु ढिलो पुगोस् अलि बुझ्ने बुझ्न चाहन्छु प्यारीहरू जति म केही कुराहरू पनि म गर्दिनँ म बिस्तारै बुझ्न चाहन्छु निष्ठा तामाङलाई त्यसो भए मलाई त अनि कहाँ अनि टिकटकमा बुझेर हुन्छ इन्स्टाग्राममा बुझ न मलाई इन्स्टाग्राममा कसरी बुझ्ने म हुन्न त्यस्तो अनि यत्रो मान्छेको अगाडि चाहिँ के बुझ्छौ तिमी अब पुष्पा दिदी यार कस्तो खालको बहिनी हो तपाईँको त त्यति छिट्टै छ ठिकै छ यो पनि हो गाइज अहिले म लाइफमा म पनि बिजी नै छु गाइज मेरो बच्चा छ 4 जना होइन एकजनाको गाइज 3 जना चाहिँ हुर्किसक्यो एकजनाको अझै स्कुलमै छ क्या एकजना त्यो रिजनले गर्दा चाहिँ अलिकति टाइम लागिरहेको छ मलाई पनि अनि छिटै भेटेर उतो गरम घोस्ट भन्यो भने रोमान्टिक गोस्ट मलाई मान्छेले के भन्छ थाहा छ गोस्ट मलाई मान्छेले के भन्छ थाहा छ म यो सोसियल मिडिया भन्दा रियल लाइफमा राम्रो छ भनेर भन्छ क्या मान्छेले मलाई जो मान्छेले म भेटेको छ अहिलेसम्म जो मान्छेले मसँग ह्याङआउट गरेको छ नि उनीहरूले चाहिँ त्यही भन्छ क्या म रियल लाइफमा चाहिँ राम्रो छ अरे क्या मान्छे मिस त दाबाङ है भेटे तिमीले मसँग भेट्यो भने गोस साँच्ची भनेको तिम्रो मसँग लभ पर्यो भने भन आई नो तिमी अहिले लाइक यु गोइङ थ्रु अ लर होइन तिमीलाई अहिले लाइक ब्रेकमा छ होइन एभ्रिथिङ आई अन्डरस्ट्यान्ड मसँग भेट्यो भने तिमीलाई मसँग लभ पर्यो भने भन त्यसपछि मिस्टर तामाङ भने पछि लाग्ने तिमी हुन्छ अहिले म लागिरहेको छु नि तर म त्यस्तो छैन त्यस्तो सेन्स आउँदै आउँदैन मेरो 6 प्याक देख्यो भने आइहाल्छ 6 प्याक बनाउनु अनि मलाई भन्नु अहिले मेरो 6 प्याक होइन मलाई 12 प्याक चाहियो 6 मुनिको दुईटा जोडेर 6वटा 8 त हुन्छ दुईटा जोडे 8 त हुन्छ अनि अब त्यो माथि अब 4 चाहिँ कहाँबाट लिएर आउनु रोहानी पनि दुईवटा सापडी मागेर लिएर आउनु म अब कसको झुन्डाउने हो 4 त विश्व तामाङ सापट माग्ने हो कि दुईजनालाई सापट माग्ने हो कि आफै दुःख गरेर बनाउने हो कि त्यो तपाईँको हातमा छ दुःख गरेर आउँदैन नि प्यारी दियो कहाँ आउँछ त अनि दुःख गरेर मलाई माग्ने भने मागिहाल्नु म डिनर रेडी छु तिम्रो नि छ दुईटा झुन्डाउने काम मेरो भयो केही भन्नु छैन गाइस यो विषयमा नो कमेन्ट यो विषयमा ओके गाडी प्यारी पनिसमेन्ट के हो भन त ल पनिसमेन्ट के हो भन 12 चाहियो 12 चाहियो 12 प्याक चाहियो अहिले एकछिन रोहानीसँग दुईटा माग्छु भने चाहिँ मेरो 8वटा भयो रोहानीको र मेरो गरेर 10वटा भयो 2वटा कसको माग्नु गाइस कोही छ 2वटा मलाई दिने गाइस कोही छ 2वटा दिने कोही छ भनेको गाइस के हो र ए ठिकै छ काजीले दिन्छु नि ल 2वटा 12वटा भयो के दिम प्यारीहरु पनिसमेन्ट कमेन्ट गर्नु त गाइस कमेन्ट गरिदिनु ल पनिसमेन्ट के हो मलाई त दिन मन लाग्दैन प्याराको माया लाग्छ भिडियो डुएट रे ओके डन भोलि म भिडियो डुएट गर्छु चुप्पा त गाइस हाम्रो मेरो बिना चुप्पाको त पनिसमेन्ट नै हैन गाइस हैन पर्पस नसुनेको धेरै भयो ल पर्पसै गर्नु भिडियो डुएट नगर्नु मलाई साच्चै सुन्न मन लाग्छ अरे तिमीले माम खायो खाएको पर्पस भन्दैछ सबले पर्पस कुडायो ल पर्पस नसुनेको धेरै भइसक्यो क्या यहाँ अलिक फिल्डमा भन्नु
अब त अस्तिको एउटा प्रपोजल मैले सुनाइसकेको थिएँ है, त्यो मनको कुरै भनेको थिएँ खासमा मैले। अब आज नयाँ कुरा भन्छु है ल। त्योभन्दा पछिको रिसेन्ट टाइममा मिस्टर तामाङको मनमा के हुँदैछ अहिलेको टाइममा? घोषलाई देखेर मिस्टर तामाङको मनमा के हुँदैछ यो चाहिँ? ओके सो गाइज, पहिला त घोषको मैले राम्रो साइड मात्रै देखेको थिएँ नि, जहिले नै हाँसेको रमाइरहेको हल्ला गरिरहेको मात्रै साइड देखिरहेको थिएँ नि। रिसेन्ट टाइममा चाहिँ गाइज हाम्रो रिलेसनमा अप्स एन्ड डाउन्सहरू आयो क्या अलिकति। घरि ब्याड कमेन्ट्स देख्ने म बिस्किदिने, घरि मेरो मिस्टेकले गर्दा ऊ रिसाइदिने। लाइक रिसेन्ट टाइममा हाम्रो अप्स एन्ड डाउन्स भएन गाइज होइन। त्यो रिसेन्ट टाइममा चाहिँ झन् त्यो अप्स एन्ड डाउन्सले गर्दा चाहिँ गाइज म घोषसँग झन् चाहिँ धेरै क्लोज भयो क्या है। त्यो रिजनले गर्दा झन् धेरै चाहिँ क्लोज भयो मैले घोषसँग। आई थिङ्क त्यो हुनुको रिजनै गाइज केही थियो होला। मैले गाइज घोषलाई कहिले पनि मसँग च्यापेर बस्छ कहिले पनि भनेन, किन भन्दा है हामी टिकटक लाइभमा छ आइन ऊ र मसँगै भयो भने भ्युवर्स धेरै हुन्छ, तर भ्युवर्सको लागि त होइन नि त। हामी होइन स्ट्रिमिङ गर्नुपर्छ, प्लस हामी स्ट्रिमर्सहरू हामी युट्युब गरेर आफ्नो वेमा गइरहेको छ नि त नि। रिसेन्ट टाइममा अरूहरूसँग जाँदा पनि गाइज होइन, मैले चाहिँ घोष अरूहरूसँग जिस्केको देख्दा पनि रिसेन्ट टाइममा चाहिँ के देख्यो भन्दा हल्का एउटा इज्जत राख्थ्यो मेरो होइन, मिस्टर तामाङ भनेर छ है भन्ने एउटा इज्जत राखिदिएको छ उसले होइन, मन राखिदिएको छ होइन। रिसेन्ट टाइममा गाइज यो दुइटा चिजले गर्दा उसले अलिकति एक्स्ट्रा केयर र रेस्पेक्ट दियो मलाई यो रिसेन्ट टाइममा। यो रिसेन्ट अप्स एन्ड डाउनमा झन् अलिकति क्लोज फिल भयो गाइज मलाई घोषसँग। त्यही नै हो घोस्ट है। सुन्नुहोस् प्यारी, अब त तिमीले प्यारा भनेको एक सुनेन भने होइन मलाई त निन्द्रै लाग्दैन कसमै हो। अस्ति एक दिन तिमी र म लाइफसँगै भएन, तिमी भ्लग बनाउन बाहिर गयो, त्यो बेला मलाई के रियलाइज भयो भन्दा ओहो घोष बिना त यार मलाई त मुटु भ्याटाक हुने रहेछ यार टाइपको फिलिङ्स आयो क्या प्यारी। त्यो भएर प्लिज है प्यारी जहिले नै मसँग बस्छ, जति रिसाए पनि बरु मलाई कुटा थुक चिमाट भुत्लाउ मैसँग बस प्लिज ल। हुन्छ बाजे, थ्याङ्क यू। हुन्छ भनेको ल के अनि फेरि तपाईँ पनि मुख गरेर बस्ने न। मेरो मुड स्विङ हुनुको रिजन चाहिँ तिमीले गर्दा मात्रै हुन्छ क्या। त्यो चाहिँ किन भन्दा तिमी रिसायो भने मलाई रिसाउन मन लाग्छ क्या, लाइक मलाई नि मुड अफ हुन्छ क्या। अनि तिमी मिस्टर तामाङ मलाई चाहिँ कस्तो खालको केटा राम्रो लाग्छ भने नरिसाउने खालको केटा हुनुपर्छ क्या एकदम। म कहाँ रिसाउँछु त, म चित्त मात्रै दुखाउँछ प्यारी। मलाई चाहिँ नरिसाउने खालको अलिकति सफ्टवाला क्या त्यो हुन्छ नि एकदमै नरिसाउने, जति जे गरे पनि मलाई फकाउने खालको केटा मनपर्छ क्या। फकाउँदैन मलाई उल्टै गरेर बस्छ प्यारीहरू थाहा भन। म त्यो सिक्दैछु नि त नि। मलाई पनि त मान्छेले माया गर्न सिकाएन नि त नि कहिले पनि। होस्टेलमा हुर्केको बच्चाहरू यस्तै हुन्छ कि गाइस, होस्टेलमा होइन। गरिब बाजे थ्याङ्क यू सो मच। यस्तो हो क्या मिस्टर तामाङ, नरिसाउनु ल, मलाई डर लाग्छ क्या। के डर लाग्छ मलाई? तपाईँ रिसाउँदा मलाई डर लाग्छ क्या। म कहाँ रिसाउँछ त, म चित्त चाहिँ दुखाउँछ, रिसाउन चाहिँ रिसाउँदैन कहिले पनि। तर यस्तो हो प्यारी, अब रिसाउँदाखेरि लाइक त्यो भनेको चाहिँ कस्तो भन्दा इमोसन्सहरू लुकाउनु भन्दा देखाउनु चाहिँ राम्रो जस्तो लाग्छ मलाई रिलेसनमा। त्यही चिज फेरि यस्तो हो कि म फेरि रिसायो भने त म कोहीसँग बोल्न पनि मन लाग्दैन, मलाई बोल्नु पनि जान्दै चल्दैन क्या। चित्त दुख्यो मैले अस्ति तिमीलाई इरिटेट गर्यो त, तिमीलाई चित्त दुख्यो अनि त्यसपछि मैले तिमीलाई इरिटेट गरेँ त। मलाई नि रिस त उठ्दैन, तर मलाई नि चित्त दुख्छ। अनि चित्त दुख्यो भने म बोल्नै सक्दिनँ क्या। त्यो हुन्छ नि मेरो फेसको थाहा त उहाँहरूलाई थाहा, बोल्नै सक्दिनँ, पुरा आँसु झर्ला कि बोल्नै सक्दिनँ, त्यस्तो हुन्छ क्या मलाई चाहिँ। मैले त्यो भएर तिमीले स्पेस चाहिएको बेला स्पेस दिइरहेको हुन्छ त नि। ओ गाइस प्यारी, आज त मैले रेकर्ड राखेको छ नि, म लाइभ आएको 1 मिनट 21 मिनट्स भयो, 7 मिलियन त्यता। अनि एक्लै बस्न मन लाग्छ मलाई चाहिँ चित्त दुखेको बेला। केही छैन, मसँगै बस्दाखेरि तिमीलाई म घची गरेर राख्छु। ल मिस्टर तामाङ के भन्ने हो? के त्यस्तो अब हामी जुत्न जाने हो त्यस्तो हो क्या। ल फेरि एकचोटि
कहाँ छ ल म पनि मलाई त कहाँ चाहिन्छ रे ल गाइस यस्तो हो होइन गाइस सबैजनालाई मन पराउनुहुन्छ हामी दुईजनालाई होइन अनि हजुरहरूले धेरै कुरियर बसिरहेको हुन्छ हामीलाई हेर्नलाई भनेर गाइस है थ्याङ्क यू सो मच त्यसको लागि तर टिकटक खानु परेन गाइस होइन के यस्तो हो के मिस्टर तामाङ अरू होस्टहरूसँग जोडिनुहुन्छ तपाईँहरू नराम्रो नभन्नु म अरूसँग जोड्छु भएन कि तर हामी दुईटा त छँदै छन् त होइन मिस्टर तामाङ त्यो हो क्या तिम्रो लागि यो टिकटक होस् नहोस् गस तिम्रो लागि म छु हो मिस्टर तामाङ म पनि छु नि त मलाई मेरो आधी आधी तला भएको मगर नि नै राम्री हो हो ल प्यारी अहिले फेरि एकचोटि भेटौँ ल ल बाई